ओरेन्ज भिल्लाको उकालो चाहिँ यसरी बस्नु परिरहेछ है। अगाडि चाहिँ के भएको छ र चाहिँ यहाँनिर जाम चाहिँ यस्तो लागिरहेछ है। यहाँ अगाडि केही भएको होला, पानी छ सानो मुसलधारे होइन। यो उकालोमा चाहिँ यस्तो बिजोग छ है। बल्ल जाम खोलेर यहाँनिर 6 माइल आइपुग्यो। 6 माइल चाहिँ पुग्यो यहाँनिर। अब यो अगाडि पनि कता जामै पो छ कि को चाहिँ जाम आयो त्यो यहाँनिर चाहिँ हो। यस्तो छ है गाइस। अलिक अगाडि आएर यस्तै रहेछ जाम फेरि हो। के को चाहिँ जाम लागेको हो, पानी पऱ्यो भने चाहिँ यस्तै हुँदो रहेछ हो। यहाँनिर चाहिँ यो गान्तोकमा चाहिँ पानी परेर होला। यहाँ पछाडि पनि गाडी त्यस्तै छ, रोड यस्तै छ है गाइस। बराले कहिले पुग्नु हो, कहिले खाली गरेर घर जानु। गाडी पछाडि पनि कम्ती छैन। यस्तो छ है जिन्दगी चाहिँ। जिन्दगीको गोरेटोमा हरेस लाग्यो। कम्ती गाडी छैन 5 माइलको। अब कतिखेर खाली हुन्छ र त गाइस। अहिले म 5 माइल पुगेर 5 माइलको दृश्य के छ, त्यहाँ गाडीहरू के कस्तो चढ्छ। अनि 5 माइल पुगेर भनेछु फेरि तपाईँहरूलाई। यो पानीले पनि गर्नुसम्म गरे गाइस। यस्तो छ बल्ल बल्ल इन्टेल चाहिँ आइपुग्यो यहाँनिर। गाडीको तात हेर्नुहोस् अगाडि हो। गाडी बेसी भएर पनि होला हो यस्तो भएको जाम लागेको चाहिँ। डबल लाइन गाडी अनि यसरी नबुझे अन्डरस्ट्यान्डिङ भन्ने छैन। यसरी हालिदिन्छ। म चाहिँ भए चाहिँ त्यहाँ चाहिँ ब्याक गराउँदैछ। अहिले इमर्जेन्सी बाल्यो फोकटै हो। अब हामी चाहिँ लुम्से पस्ने चाहिँ यहीँ अगाडि उयो 407 को अगाडिबाट उता पस्नु पर्ने हो। बढ्नु त बढ्यो गाडी। अब चाहिँ यहाँबाट उता चाहिँ पस्नु चाहिँ उता चाहिँ छिर्नु पायो भने त भइगयो नि। उता त जाम हुँदैन नि। अब यहाँ अगाडिदेखि उता पस्नुपर्छ। उकालो होइन अब यता। वेलकम टु लुम्से। अहिले भने चाहिँ यहाँनिर 5 माइल आइपुग्यो। गाडी यता हालिरहेको छौँ। 2टा गाडी छ। एउटा चाहिँ यो भित्र यहाँ राखिरहेछ साङ्गे भाइले चाहिँ। त्यहाँ केही गर्दै होला भित्र। यत्रो के बनिएको छ यहाँ चाहिँ। गाइस अहिले भने चाहिँ खाली गरेर होली क्रस भर्खर क्रस गऱ्यो। अब ओह्रालो शङ्खलामा गएर खानासाना भनिरहेछ। शङ्खलामा गएर